आज म यो गल्लो चाहिँ काटिरहेको छु है। आज मलाई धेरै अप्ठ्यारो पऱ्यो क्या, पैसाको धेरै जरुरत पऱ्यो, त्यही भएर काटिरहेको छु। धेरै पहिला जम्मा गरेको थिएँ मैले, अलि थोरै थोरै गरेर कति भएको छ म चाहिँ हजुरलाई देखाउँछु है त। फाइनली गल्लो पनि काटिसक्यो है। यसमा पैसा चाहिँ यति छ, अब कति छ भन्ने कुरा नै म चाहिँ गनेर देखाउँछु हजुरहरूलाई एकैछिन। फाइनली गल्लो काटेको पैसा चाहिँ यति भएर छ है। अब यसमा कति छ भन्ने कुरा नै यसमा गनेर देखाउँछु है हजुरहरूलाई। 1000, 2000, 3000, 4000, 5000, 6000, 7000, 8000, 9000, 10000, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 22.5, 22 चाहिँ 5-5 छन् है। 22, 1, 2, 3, 4, 5, 6, 7, 2, 4, 6, 8, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30, 31 सय रुपियाँ चाहिँ 33 सय अनि 22,000, 22 लगभग तपाईँको 25,000 जम्मा भएछ। हेर त, गरेपछि के हुँदैन। त्यही भएर पैसा जम्मा गर्ने काम गर है, पैसा जम्मा गर्ने काम सबैजना।